हतियार ग्यास हानेको छ, गोली हानेको छ। म कोटेश्वरमा आइपुग्दाखेरि तर्साउन खोजेको हो सरकारले। किन तर्छ भने हामी हाम्रो आमसभा गर्न नपाउने। तपाईहरुले आन्दोलन गर्दै गर्दा चाहिँ अगाडि प्रहरी राजभाइ पनि हुनुहुन्थ्यो, उहाँहरूलाई अनि पत्रकार साथीहरू सबै कुचिनी तरिकाले होइन कुचिने गरी होइन, हद भयो नि त। हाम्रो मान्छे घाइते भएको छन् होइन, तपाईलाई प्रहरीले अहिले समात्न खोजिरहेको छ। होइन समात्नु छ। के भन्नुहुन्छ त, के भन्नुहुन्छ यो होइन मलाई गिरफ्तार गर्दा के फरक पर्दैन। के भन्नुहुन्छ केटाहरुलाई बोलाउनु पर्छ। ओति बग्दै बोलाउन। दर्शकवृन्द, तपाईँले आजको यस घटनामा प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ काठमाडौँको 3 कुनेमा भएको यो आन्दोलनमा कति मानिसहरू ढुङ्गामुढा गरिरहेका छन् प्रहरीमाथि। र आज छोडिरहेको छ। यो अति नै अहिलेको अवस्थामा यो राजनीतिक परिस्थितिमा राजतन्त्र फेरि पनि फर्काउनको लागि दुर्गा प्रसाईले जुन अभियान चलाउनु भएको छ त्यसमा हरेक नेपाली नागरिकले साथ दिनु भइरहेको छ। यो प्रत्यक्ष तपाईहरुले देख्न सक्नुहुनेछ। गाडीभित्रबाट दुर्गा प्रसाईले बाहिर रहेका व्यक्तिहरूलाई चाहिँ आन्दोलनमा उत्र भनेर गाडीभित्रबाट उहाँ चाहिँ हिँडिराख्नु भएको यो प्रत्यक्ष हामीले देखिरहेका छौँ दर्शकवृन्द। अबको राजनीतिक र यो घटनाक्रमले कुन दिशातिर लैजाँदैछ हामी नेपालीलाई भन्ने कुरा चाहिँ प्रष्ट रूपमा तपाईँ हामीले देखिरहेका छौँ दर्शकवृन्द। पानी